दर्शक महानुभावहरू यो चाहिँ अहिले ठ्याक्कै म यो पालिकाभन्दा मुनितिरपट्टिको स्थानमा रहेको छु। यहाँ चाहिँ अहिले भर्खर घोला हालिएको छ। यो ठाउँ चाहिँ कहाँ हो भनेर भन्नुहुन्छ भने छतरगाउँ गाउँपालिका शुक्रबारेको नवनिर्मित प्रशासकीय भवन यो बन्दै गरेको अवस्थाको तपाईँहरूलाई मैले देखाइरहेको छु। फाउन्डेसनहरू चाहिँ तयार हुँदैछ है सबैतिर। यतापट्टि यहाँ चाहिँ रडको जाली बुनेर राखेको अवस्था छ भने तपाईहरुको त राति पनि काम चल्दो रहेछ नि? राति पनि काम चल्दो रहेछ हैन? ल यस्तो अवस्था छ है। यहाँभित्र तीन चार जना यहाँ देखिरहेको छु र अरु चाहिँ खाना खान जानुभएको भन्ने कुरा यहाँ जानकारी प्राप्त भएको छ। अहिले मैले दर्शक महानुभावहरूलाई यहाँको स्थलगत जस्तो अवस्था छ त्यस्तै अवस्था माथि पालिकाको यो चाहिँ पुरानो यो चाहिँ नवनिर्मित नयाँ बन्दै गरेको अवस्थाको भवन अत्यन्तै हावा चलिरहेको र अवस्था रहेछ। अहिले चाहिँ ठ्याक्कै यहाँ रडहरू थुपारेको छ, यहाँ गिट्टीहरू छ। यहाँको स्थलगत अहिलेको अवस्था तपाईहरुलाई मैले यही नै देखाएँ। यो चाहिँ तेह्रथुम जिल्लाको छतरगाउँ पालिकाको प्रशासकीय नवनिर्मित बन्दै गरेको भर्खरको स्टार्टिङ फेजको भवन है त। भर्खर यहाँनिर चाहिँ पिल्लरहरू राख्दै गरेको अवस्था छ।